वेलकम ब्याक टु माई ब्लग च्यानल गाइस। आज नै एउटा नयाँ ब्लग लिएर आइरहेको छु। आजको ब्लग चाहिँ के छ म तपाईँहरूलाई भन्नु गइरहेको छु। आजको ब्लग छ हाम्रोमा एउटा नयाँ फुल फुलिरहेको छ। त्यो नि सबैकोमा फुलेको हुन्छ। हाम्रोमा चाहिँ दुईटा कोरालको छ नि त। म तपाईँहरूलाई देखाउनु गइरहेको छु। तपाईँहरू स्किप नगरी हेरिदिनुहोस् होला। अन्त मलाई माया दिनुहोस्, सपोर्ट दिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् होला। अन्त बेल आइकन थिचिदिनुहोस्। बेल आइकन थिच्नु भयो भने चाहिँ तपाईँले मेरो नयाँ ब्लग हेर्नु सक्नुहुन्छ। सक्दो सेयर गरिदिनुहोस् होला। आजको ब्लग बेसी लामो छैन, 2 मिनटको मात्रै छ। स्किप नगरी हेरिदिनुहोस् होला। अन्त तपाईँको साथीहरूलाई सबैलाई सेयर गरिदिनुहोस् होला। तपाईँहरूको मायाले फेरि म राम्रो राम्रो ब्लग लिएर आउनु सकौँ भन्दै अब म ब्लग लामो नबनाए अब म तपाईँलाई देखाउनु गइरहेको छु। फुलको नाम चाहिँ तपाईँलाई म छेउमै देखाउँदा भन्ने छु ल। वेलकम माई ब्याक टु माई च्यानल गाइस। मैले तपाईँहरूलाई भने नि नयाँ फुल फुलेको छ। उहाँ हेर्नुहोस् त, सेतो गुलाबको मेरो हातको सिधा कति राम्रो फुलिरहेको छ सेतोमा। म यताबाट नि देखाउँछु ल तपाईँलाई। यहाँ हेरिदिनुहोस् त, यो चाहिँ हिजो अस्ति फुलेको देख्नुभयो। म क्यामेरा चाहिँ जुम गर्दिनँ, जुम गऱ्यो भने राम्रो देख्दैन कि त्यति। अन्त म तपाईँलाई रातो गुलाब पनि छ देखाउनु जानेछु ल। रातो गुलाब पनि हेर्नुहोस् त, ऊपर झुप्पै फलिरहेको छ। यो पनि हिजो अस्ति फलेको मेरो हातको सिधा हेर्नुहोस् त, कति राम्रो फुलिरहेको छ। यो चाहिँ रातो गुलाब। अघि मैले तपाईँहरूलाई सेतो देखाएँ, यो चाहिँ रातो। अझ हाम्रोमा राम्रो राम्रो फुलहरू फुलिरहेको छ। तपाईँले मेरो नयाँ फुलको ब्लग हेर्नु भएको छैन भने मैले घरको अगाडिको फुलको जम्मै हालेको छु ब्लगमा, गएर हेर्नुहोस् होला। तपाईँहरूलाई त्यहाँ कस्तो लाग्छ हामीले रोपेको फुलहरू, अन्त कमेन्टमा भनिदिनुहोस् होला। यो चाहिँ हिजो अस्ति नयाँ फुलेको फुल देखाएको तपाईँलाई मैले गुलाबको। कति राम्रो छ रातो फुल पनि।